हेलो साथीहरु, यान ब्लगमा तपाईहरुलाई स्वागत छ। विशेष गरी आज चाहिँ म अलि के भन्छ अरे खतरा के अलि छुट्टै किसिमको भिडियोहरु लिएर आएको छु। पुरै हेर्नु होला हैन। हाम्रो यो हिन्दू धर्महरुमा हनुमान नाच भन्ने भिडियो भजन ल्याएर आएको छु। त्यो भिडियोमा चाहिँ हनुमानहरुले के चर्तिकला देखाउँछ हैन। जस्तै चाहिँ डान्स गरिसकेपछि हनुमानहरुले के कस्तो चर्तिकला देखाउँछन्, कसरी हनुमान नाचहरु हुन्छ भनेर त्यो भिडियोमा पुरा भिडियो ल्याएर आएको छु। पुरा भिडियो हेर्नु होला हैन। धेरै पुरानो भिडियोहरु हुन सक्छ हैन, किनकि हाम्रो यो हिन्दू धर्महरुमा पूजामा भयो अनि कुनै मन्दिरको मेलामा भयो हैन, चाडपर्वमा भयो, त्यहाँ चाहिँ हनुमान नाच्ने प्रथा छ। त्यो हनुमान नाच्दाखेरि चाहिँ भजनबाट कसरी भजन गाएर हनुमानहरुले आफ्नो नृत्य देखाउन सक्छ भन्ने बारेमा भिडियो ल्याएर आएको छु। भिडियो पुरा हेरेर हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला अनि सँगै रहेको बेल आइकनलाई पनि अन गर्नु होला। अब चाहिँ म भिडियो सुरु गर्दैछु, सबैजनाले हेर्नु होला है। पुरा भिडियोले स्किप नगर्नु होला, खतरा बबाल रमाइलो छ साथीहरु है। अनि यो भिडियो चाहिँ हेर्दिनु होला अन्त्यसम्म ल। Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ
ल्याएको सीतालाई राख हनुमान तिमीले 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 ल्याएको सीतालाई जिम्मेवारी देऊ न तिमीले ल्याएको सीताको जिम्मेवारी देऊ न तिमीले ल्याएको
हनुमान जल्दी गरी आओ टाढा पर्यो हनुमान
जल्दी गरी आओ टाढा पर्यो हनुमान जल्दी गरी आओ टाढा पर्यो हनुमान जल्दी गरी आओ टाढा पर्यो हनुमान जल्दी गरी आओ टाढा पर्यो हनुमान जल्दी गरी आओ टाढा पर्यो हनुमान जल्दी गरी आओ टाढा पर्यो हनुमान छिटो 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 गरी आओ टाढा पर्यो हनुमान जल्दी गरी आओ टाढा पर्यो हनुमान छिटो गरी आओ टाढा पर्यो हनुमान छिटो गरी आओ टाढा पर्यो हनुमान आओ धन्य रहेछौ हनुमान धन्य रहेछौ हनुमान गुरुलाई चढाओ 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 धन्य रहेछौ हनुमान देखाऊ हनुमान लङ्कामाथि देवाछा देखाऊ हनुमान लङ्कामाथि तमाछा देखाऊ हनुमान लङ्कामाथि तमाछा देखाऊ हनुमान लङ्कामाथि तमाछा देखाऊ हनुमान लङ्कामाथि तमाछा हनुमान लङ्कामाथि तमाछा देखाऊ 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 हनुमान लङ्कामाथि तमाछा टाढा पर्यो हनुमान जल्दी गरी आओ 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 टाढा पर्यो हनुमान
गरी आओ टाढा पर्यो हनुमान जल्दी जल्दी गरी आओ टाढा पर्यो हनुमान
जल्दी गरी आओ टाढा पर्यो हनुमान जल्दी गरी आओ टाढा पर्यो हनुमान जल्दी गरी आओ टाढा पर्यो हनुमान जल्दी गरी आओ टाढा पर्यो हनुमान जल्दी गरी आओ टाढा पर्यो हनुमान जल्दी गरी आओ टाढा पर्यो हनुमान जल्दी गरी आओ टाढा पर्यो हनुमान जल्दी गरी आओ टाढा पर्यो हनुमान जल्दी गरी आओ टाढा पर्यो हनुमान जल्दी गरी आओ टाढा पर्यो हनुमान जल्दी गरी आओ टाढा फेरि लगाओ टिका मैलाई लिएर फेरि लगाओ टिका मैलाई लिएर फेरि लगाओ टिका मैलाई लिएर फेरि लगाओ तिमीले ल्याएको फेरि लगाओ तिमीले ल्याएको तिमीले ल्याएको फेरि लगाओ तिमीले ल्याएको कन्यालाई 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 धन्य रहेछौ हनुमान जल्दी गरी आओ टाढा पर्यो हनुमान जल्दी गरी आओ टाढा पर्यो हनुमान जल्दी गरी आओ टाढा पर्यो हनुमान जल्दी गरी आओ टाढा धन्य रहेछौ हनुमान धन्य रहेछौ हनुमान माला लगाइदेऊ 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 धन्य हनुमान माला लगाइदेऊ धन्य रहेछौ हनुमान लगाइदेऊ धन्य रहेछौ हनुमान लगाइदेऊ धन्य रहेछौ हनुमान धन्य रहेछौ हनुमान धन्य रहेछौ हनुमान सीता मैलाई लिएर नाचित लगाओ फेरि लगाओ सीता मैलाई लिएर सीता मैलाई लिएर फेरि लगाओ 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 फेरि लगाओ सीता मैलाई लिएर लिएर फेरि लगाओ सीता मैलाई 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 लिएर फेरि लगाओ धन्य रहेछौ हनुमान आफ्नै ठाउँमा आओ 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 धन्य रहेछौ
वीर हनुमान रुखबाट ओर्लेर नारायण राम 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 गए खोज्नलाई हनुमान सीता मैयाको खोज खबर गर्न भनेर नारायण राम 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 लिएर खोजेर सीता मैयालाई खोज खबर नारायण जगन्माता सीता मैयाको दर्शन गरेर फुल प्रसाद लिन भनेर नारायण राम 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 प्रसाद लिनलाई माता भवानीको नारायण राम 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 गर दर्शन वीर हनुमान अवसिता फलफुल प्रसाद केही खाने प्रसाद मात्रै चढाउन ल्याएको हो भनेर भनेर हनुमान सीता मैयाको नजिकै आएर बस्नुपर्छ है। हनुमान टाढा जान मिल्दैन। सीता मैयाको नजिकै आएर दुई हात जोडेर हनुमान बसिया छन्। नारायण राम 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 दुई हात जोडेर
आजसम्म मैले मेरो मुखमा पानी पनि हालेको छैन। जुन दिनसम्म हजुरको दर्शन पाउँदिन त्यो दिनसम्म मैले पानी खान भन्ने मेरो कवल थियो। अब हजुरको दर्शन पाएँ मैले, अब के खाम भनेर आज्ञा गरे। सीता मैयाले भन्छन्, ए बाबु यो मेरो बगैँचा पनि होइन, यो त बैरीको बगैँचा हो। रावणको बगैँचामा धेरै फलफुलहरू त छन्, तर कसैको बिगाई नगर्नु के छ गुरु। भगवान रामलाई र मैया भवानीलाई चढाएर खान पाउँछौ। नारायण 2:30 बजेतिरको हनुमान जाऊ जाऊ फल्नलाई। फलफुल खोज्दै नारायण राम 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 चोटार कोठामा। फलफुल चढाएर रामको भक्त वीर हनुमान यो कुरो रावणले थाहा पायो। एउटा चाहिँ बाँदर अशोकको वनमा छिरेर बगैँचा सारा मैदान पार्यो भन्ने खबर पायो। हनुमानलाई समाउन भनेर ठुलो फौज पठायो, कसैले सकेनन्। हनुमानलाई समाउन के लाग्थ्यो र? हनुमान कहिले रुखमा चढ्ने, कहिले छानामा चढ्ने, कहिले कहाँ जाने, चार्ने घुम्ने भइरहेको छ। अनि हनुमानले नारायण राम 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 जलघडा भोगेर हनुमान नारायण राम 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 हाजिर हुनु भो। हनुमानले नारायण राम 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 पुछार बनाए। टेकेर नारायण दैवा गए घुनालाई। पुच्छरमा आगो लगाउन भनेर नारायण
पुसार सल्काए बोकेर नारायण हृदय नाचे थम थमी हनुमान यत्रो लङ्कापुरमा खडेरी आगो पनि लाग्यो कुरा त धेरै छ नारायण राम 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 आए हर हनुमानले फलफुल मात्रै हा भए त हुन्थ्यो केराको खम्बै उचाल्ने नारायण राम 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 खम्बा खोकेर राम राम हाजिर हुनु भो मैयासँग बिन्ती गरेर अब म फर्केर जान्छु भनेर भगवान रामको भक्त वीर हनुमान अब म यसै जान भएन आफ्ना गुरु भगवान रामलाई अब भेट्न जाँदाखेरिमा रित्तो हात कहाँ जान हुन्छ र हामी पनि अहिले ठुलो मान्छेलाई भेट्न जाँदाखेरि केही बोकेर जान्छौँ भनेर नारायण राम 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 कोसेली बनाए स्याउकेराको पोको पारेर नारायण राम 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 जाऊ जाऊ खोल्नु
भगवान रामलाई नारायण हे राम 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 माला पहिराए हे राम आफ्नो गुरुलाई पनि केही त लान पर्यो नि भनेर आफ्नो गुरुको लागि पनि केही कोसेली बनाउन पर्यो भनेर नारायण हे राम 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 गए खोज्नलाई वीर हनुमानले आफ्ना गुरु भगवान रामलाई पनि कोसेली बनाएर भेट्न भनेर नारायण राम 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 हाजिर हुनुभयो सिरफुल बोकेर रामको भक्त वीर हनुमान त्यत्रो लङ्का बोलको 400 योजनले पूर्ण भएको छ्याम गरेको समुद्र तरेर नारायण हृदयमा फिर्ता हुनुभयो वीर हनुमान अब तिमीले सारा तमासा लीला देखायो अब यो खुसियालीमा नारायण हरि सबलाई नचाइदेऊ वीर हनुमानले नारायण राम 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 मुसारु मनाए कति रमाइलो थकै पनि लाग्यो
त्यो बस्ने बेलामा यति उत्साह कति हो रामको लीला भनेर साध्य छैन। अब आफ्नो गुरु भगवानको चरणमा पर दर्शन गर नारायण राम 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 सामने भएर जगतमाता जननीलाई राख फल्किसक्यो तिमी अब छैन। जगत जननीलाई छोड्देऊ गुरुको आज्ञा मान। तिमी अब आनन्दले भैमा बस पण्डित कस दुई हात जोडेर भगवान रामलाई सम्झेर ध्यान गर्नुपर्छ। अब ध्यान गर नारायण हे हरि बस थपक वनादि गमनौ हत्वामि गौ गान्छनौ जटायु मरणौ सुरिव सम्भाषणौ राम तपो वनादि गमनौ हत्वामि गौ गान्छनौ वैदेवी हरणौ जटायु मरणौ सुरिव सम्भाषणौ नानी निर्जलनौ समुद्र तरणौ लङ्कापुरी दाहनौ पश्चात् रावण कुम्भकर्ण हरणौ यदा विरामायणम् लङ्कापुरी सकल खाई गरी सैन्य मारी फेरि समुद्र सहजै तर्यायो बारी सीताजीको अब सबै समाचार बतायो श्रीराम कनति हनुमान साह्रै सरायो हो मित्र जय हनुमान ताली बजाऊ हनुमानको फेरि एकपल्ट ताली बजाइदिउँ। यहाँहरूलाई म एउटा निवेदन गर्छु, यहाँहरूले हनुमान हेर्नुभयो, हनुमान मन पर्यो, हनुमान मन पर्ने हात उठाउनुहोस्। अब हनुमानलाई अलिअलि दान गर्नुपर्छ हुन्छ। यहाँहरू 150 गरेर दान गर्न सक्नुहुन्छ। यहाँहरूलाई कुनै अप्ठ्यारो पर्दैन भने यहाँहरूले यो खैँचडी मैले यहाँनिर राखेको छु, हनुमानको लागि आएर दर्शन गर्नुहोला। हनुमानको लागि यहाँ यो खैँचडीमा ल्याएर यहाँहरूले यो दान राखिदिन सक्नुहुन्छ। इच्छुक भक्तजनलाई मरेर जानु केही छैन हजुर, यहाँहरूको ठाउँमा आइयो। यहाँहरूको
छोडिदिनुस् के छोडिदिनुस् भने चित्तीको पनि हद हुन्छ नि अहिले सधैँ उल्टा मात्रै गर्ने
खोजी उमेर नाता पर्छ नात्र बोली Ram.